हेलो सम्पूर्ण साथीहरुलाई नमस्कार। म टंक जीसी आज तपाईहरु समक्ष एकदमै महत्त्वपूर्ण भिडियोको साथमा उपस्थित भइसकेको छु। साथीहरु यहाँनिर फोटो देख्न सक्नुहुन्छ, यो वीकली च्यालेन्ज हो। यो वीकली च्यालेन्ज भित्र तीनवटा कुराहरु एकदमै महत्त्वपूर्ण छन्। सो साथीहरु यो वीकली च्यालेन्ज भनेको फेसबुक नयाँ प्रयोगकर्ताहरु र फेसबुक मोनेटाइज भइसकेको र फेसबुकबाट इन्कम लिइसकेका साथीहरुलाई एकदमै महत्त्वपूर्ण छ। सो त्यसैले तपाईहरुले यो भिडियोलाई ध्यान दिएर हेर्नु होला। र वीकली च्यालेन्ज भनेको के हो, यो वीकली च्यालेन्ज भित्र गएर तीनवटा सेटअप गर्ने कुराहरु चाहिँ के छन् र यो सेटअप गरिसकेपछि हामीलाई कस्तो बेनिफिट मिल्छ भन्ने कुराहरु म तपाईहरुलाई ए टु जेड जानकारी दिनेछु। तपाईहरु हाम्रो S3 इन्टरटेनमेन्ट पेज र STM रोल्पामा नयाँ हुनुहुन्छ भने पेजलाई फलो गर्नु होला। र यसैगरी हाम्रो युट्युब च्यानल पनि रहेको छ S3 इन्टरटेनमेन्ट ब्लग, त्यहाँ गएर पनि तपाईले सब्स्क्राइब गरेर थुप्रै कुराहरु बुझ्न सक्नुहुनेछ। साथीहरु अब भने म तपाईहरुलाई ढिला नगरी यो वीकली च्यालेन्ज भनेको के हो हैन, यो च्यालेन्ज कसरी पूरा गर्ने र यहाँ भित्र रहेका तीनवटा सेटिङहरु चाहिँ कसरी हामीले सेटअप गर्न सकिन्छ यस बारेमा म तपाईहरुलाई अब ढिला नगरी पुरै जानकारी दिनेछु। सो अब भने मोबाइलको स्क्रिनतर्फ आउनुस् है त। साथीहरु तपाईहरु सबभन्दा पहिला चाहिँ फेसबुक अन गर्नु होला। फेसबुक अन गरिसकेपछि म अहिले मेरो यहाँनिर प्रोफाइलमा आइसके र माथि यो तीनवटा लाइनमा चाहिँ टच गर्नु होला। त्यसपछि तपाईले प्रोफेसनल ड्याशबोर्ड भन्नेलाई चाहिँ टच गर्नु होला। अनि यहाँनिर माथि देख्न सक्नुहुन्छ मेरो STM रोल्पा है। अनि यहाँनिर चाहिँ वीकली च्यालेन्जहरु चाहिँ यहाँ तपाईले हेर्नु पर्ने हुन्छ है। सो यहाँनिर मैले STM रोल्पामा चाहिँ टच गरे। त्यसपछि तपाईले देख्न सक्नुहुन्छ वीकली च्यालेन्ज मेरो 80% अझै बाँकी छ है। सो मेरो यहाँ च्यालेन्जहरु अझै पूरा भएको छैन, अझै भर्खरै हो, यो भर्खरैको नयाँ हो। सो त्यही भएर म पनि सेट गर्दैछु र सेट गर्दै गर्दा तपाईहरुलाई पनि देखाएको है। र माथि चाहिँ सी अल भन्नेमा चाहिँ टच गर्नु होला। र यो टच गरिसकेपछि माथि छ वीकली च्यालेन्ज अनि एचिभमेन्ट है। तपाईले एचिभ गरेका कुराहरु चाहिँ यता देखाउँछ भने तपाईले हप्तामा च्यालेन्ज पूरा गर्नुपर्ने कुराहरु चाहिँ यहाँ देखाएको हुन्छ। सो तपाई अब यहाँनिर एकदम ध्यान दिनु होला। तपाई भर्खरै फेसबुक नयाँ प्रयोग गर्दै हुनुहुन्छ भने तपाईले त्यही तरिकाले सेट गर्नुपर्ने हुन्छ। र तपाईको फेसबुक मोनेटाइज भइसकेछ भने अनि तपाई चाहिँ मोनेटाइज भइसक्यो र तपाईले चाहिँ अब आफ्नो फेसबुकलाई एकदम गोरो गर्न चाहनुहुन्छ भने चाहिँ तपाईले त्यही तरिकाले तपाई फेसबुकबाट चाहिँ पे आउट सेटअप सबै भइसक्यो छ र तपाईको इन्कम सुरु भइसकेछ भने तपाईको पहिलाको भन्दा कम, जस्तै पहिला चाहिँ तपाईको पैसाहरु कम आएको छ भने अलि धेरै आउने पैसाहरु चाहिँ तपाईले चाहिँ त्यहाँनिर पहिला भन्दा अलि धेरै मात्रामा चाहिँ पैसा आउने तरिकाले चाहिँ त्यो सेटअप गर्न सक्नुहुन्छ। सो यो कुराहरु म देखाउन गइरहेको छु। सो यहाँनिर तपाईको देखेछ क्विक स्टार भन्ने, यो चाहिँ यो लाइनमा चाहिँ तपाईले टच गर्नु होला। अब टच गरिसकेपछि यहाँनिर ध्यान दिन्छ साथीहरु, अब आई वान्ट टु रिच मोर पिपल भन्छ है। सो तपाई यहाँनिर चाहिँ तपाईले यो तपाईको पेज अथवा प्रोफाइललाई धेरै मान्छे सामु चाहिँ तपाईले पुर्याउन चाहनुहुन्छ भने यो अप्सनमा चाहिँ तपाईले यसरी ओके गर्न सक्नुहुन्छ है। र यदि अलि तल्लो अप्सन छ तपाईको आई वान्ट टु म्याक्सिमम माई अर्निङ भन्छ। तपाई मोनेटाइज भइसकेछ, पे आउट सेटअप गर्नु भएको छ र तपाईको पैसा चाहिँ पहिलाको भन्दा अलिकति कम घटे जस्तो हैन, घटेर चाहिँ आए जस्तो त्यस्तो लाग्छ भने तपाईले यो चाहिँ आई वान्ट टु म्याक्सिमम माई अर्निङ भने चाहिँ ओके गर्नुला यसरी हैन है। अनि तपाई चाहिँ फेसबुक भर्खरै चलाउनु भएको छ र तपाई चाहिँ अब फेसबुकमा चाहिँ मोनेटाइज गर्नको लागि काम गर्दै हुनुहुन्छ भने चाहिँ तलतिर आई वान्ट टु गेट अ क्विक स्टार अन फेसबुक भनेर भर्खर नयाँ सुरु गर्ने व्यक्तिहरुले चाहिँ यहाँ तलको अप्सन चाहिँ चुज गर्नु होला है। यो अप्सन चुज गरिसकेपछि तपाईको के हुन्छ भन्दाखेरि फेसबुक तपाईको भर्खरै नयाँ छ, त्यो एकदम छिटो फास्ट गोरो हुन्छ हैन। सो त्यो हो र यो कुराहरु चाहिँ एकदमै महत्त्वपूर्ण छ, एकदम ध्यान दिएर तपाईहरुले चाहिँ सेट गर्नु होला। साथीहरु यहाँनिर चाहिँ अब यो तीनवटा मध्ये चाहिँ मैले चाहिँ लास्टको चुज गर्नुपर्ने हुन्छ, किनभने मैले चाहिँ फेसबुक भर्खरै नयाँ खोलेको छु र म फेसबुकमा चाहिँ काम गर्न लागिरहेको छु। सो त्यो भएर आई वान्ट टु गेट क्विक स्टार अन फेसबुक भन्ने चाहिँ अप्सनलाई मैले चुज गर्छु है। अनि चुज गरिसकेपछि तपाईले यहाँनिर अपडेट गर्नुपर्ने हुन्छ। यसरी अपडेट गर्नुभयो भने तपाईको वीकली च्यालेन्जहरु यसरी पूरा हुन्छ। यो चाहिँ एक हप्ता भित्र पूरा गर्नुपर्ने हुन्छ है। यो अनिवार्य पूरा गर्नुपर्ने हुन्छ। जति तपाईले यो वीकली च्यालेन्ज चाहिँ पूरा गर्नुहुन्छ
यहाँनिर चाहिँ एचिभमेन्ट भनेर तपाईँको हप्तामा चाहिँ तपाईँले एचिभ गरेका कुराहरू चाहिँ यहाँनिर देखाउँछ। जति यहाँनिर चाहिँ तपाईँले यो टुल्सहरू चाहिँ पाउनुहुन्छ त्यति नै तपाईँको फेसबुकमा चाहिँ पैसाहरू अलि धेरै कमाइ हुने र छिटो ग्रो हुने अनि तपाईँको रिचहरू पनि एकदम धेरै बढ्ने चाहिँ यहाँनिरबाट चाहिँ हुन्छ है। सो त्यसैले सबैले चाहिँ यो सेटिङलाई चाहिँ एकदम ध्यान दिएर सेटअप गर्नु होला।